सबैजनालाई स्वागत। अहिले मेरो नाम सरोज थापा। म अहिले बसोबास गर्ने ठाउँ चाहिँ नि सुर्खेत, वीरेन्द्रनगर 9 सुर्खेत। वीरेन्द्रनगरलाई कर्णालीको मुटु भनेर पनि चिनिन्छ। अनि म यहाँ खास के गर्न आएको भन्दाखेरिमा अहिले एकदमै आज कति भयो, 26 गते भयो, फागुन 26 गते र फागुन 25 गते चाहिँ नि राजा, पूर्व राजा ज्ञानेन्द्र शाह हिजो पोखरादेखि काठमाडौँ जानुभएछ। त्यसको बारेमा र्याली एकदमै निस्किएको कारणले धेरै समस्या पनि देखियो अथवा समर्थन पनि देखियो। अहिले एकदमै त्यो मेरो टिकटक स्क्रोल गर्दाखेरि हरेक टिकटकमा ज्ञानेन्द्र शाहको भिडियो आउँदाखेरि म एकदमै अचम्भित भएँ। राजाप्रतिको त्यति माया देख्नु भनेको एकदमै राम्रो कुरा पनि हो। तर त्यस सँगसँगै जुन एयरपोर्टमा जाँदा आफ्नो बुवा आमा, आफ्नो इष्टमित्रहरूलाई बिदाई गर्न गएका व्यक्तिहरूले जुन त्यो बीच बाटोमा आफ्नो इष्टमित्रहरू, आफ्नो शुभचिन्तकलाई बिदाई गर्न पाएनन्, जुनलाई बाटोमै रोकियो, त्यो एकदमै नराम्रो कुरा पनि थियो। एकदमै राम्रो कुरा पनि भयो। किन राम्रो कुरा भयो भन्दाखेरिमा समर्थन एकदमै राम्रो देखियो। तर नराम्रो कुरा भनेको कसैले आफ्नो परिवारलाई छोड्न जाँदैछ, परिवारलाई बिदाई गर्न जाँदैछ, आफ्नो परिवारको एउटा सदस्यलाई 5, 10, 15, 20 वर्षको लागि आफूबाट धेरै टाढाको लागि बिदाई गर्न जाँदैछ र त्यसलाई बीचमै रोकियो भने त्यो कारण कसको? त्यो जिम्मा लिने कसले? हैन, एकदमै त्यो एउटा राम्रो कुरा पनि हो। तर तपाईहरू राजा जिन्दाबाद भन्नेवालाहरूले गर्दा परिवारका धेरै मानिसहरू, जनताहरूले एकदमै दुःख पाए। त्यसमा चाहिँ तपाईहरूको के कुरा? त्यसमा चाहिँ तपाईहरूले के सोच्नुहुन्छ? त्यो त तपाईहरूले पनि सुरुमै प्लान गरिदिनु पर्यो हैन। सबै कुरा एकदमै व्यवस्थित तरिकाले चले पो अब राम्रो भनिन्छ त। अब कुनै न कुनै कमी कमजोरी देखिरहेछ भने पछाडि त्यसलाई एकदमै राम्रो कुरा मानिँदैन। 50-50% होला। थियो एक प्रकारले राम्रो पनि हो, एक प्रकारले नराम्रो पनि हो। अनि अहिले हामी सबैले, म एकदमै 9मा पढ्ने व्यक्ति र सानैदेखि एउटा प्रश्न सुन्दै आएको, राजा राम्रो कि नेता राम्रो, राजतन्त्र राम्रो कि गणतन्त्र राम्रो भन्ने एकदमै त्यो सबै ठाउँमा प्रश्न सुनिने प्रश्न हो नि त त्यो। त्यही भएर मलाई चाहिँ नि के लाग्छ भन्दाखेरिमा म एउटा जेनजी भएको कारणले पनि, जेनजीकै सबै बानी नभए तापनि म जन्मेकै यो त्यही जेनजी भन्ने इयर्समै जन्मिएँ म। अनि त्यस पछाडि हामीले न त राजा देख्यौँ, न त हामीले माओवादीको द्वन्द्वकाल नै देख्यौँ होइन। राजा हामीले देख्यौँ त चित्रहरूमा, मोबाइलहरूमा, बुकहरूमा, कथाहरूमा मात्र हामीले राजाहरूलाई देख्यौँ। राजा कस्ता थिए भन्ने कुरा हामीले किताबहरूमा मात्र देख्यौँ। र गणतन्त्रको कुरा गर्नुपर्दा चाहिँ नि हामीले सबै कुरा देखिरहेछौँ, अहिले देख्दै पनि आइरहेका छौँ, देख्ने पनि छौँ। यदि गणतन्त्र ठिकै हो भने त्यो एकदमै राम्रो कुरा। अनि हामीले चाहिँ गणतन्त्र देख्यौँ। अनि अहिलेको युवाहरूलाई सोद्धाखेरि के भन्छन् त भन्दाखेरिमा राजतन्त्र राम्रो कि गणतन्त्र राम्रो? तपाईँहरूले यदि कसैलाई सोध्नुभयो भने, युवाहरूलाई तपाईँले कसैले सोध्नुभयो भने पछाडि तिनीहरूले एकदमै त्यो टिकटकमा देखेको कुल एडिट्सहरू, एकदमै त्यो रिचवाला सिग्मावाला राजाको जुन त्यो रेस्पेक्टवाला त्यो भिडियोको कारणले अहिलेको युवाहरूले धेरै जसो राजा 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 पनि भनिरहेछन्। मलाई पनि त्यो पक्ष एकदमै राम्रो लाग्यो। किन भन्दाखेरिमा नेपाल जस्तो एउटा देशले, एकदमै राम्रो देशले त्यतिको जुन आफ्नो लेभलमै रेस्पेक्ट पाइरहेको थियो त्यति बेला, अहिले पाइरहेको छैन। त्यही अहिले नपाइरहेको कारणले पहिलाको काललाई एकदमै राम्रो मान्नु एकदमै राम्रो कुरा हो, त्यो हामीले स्वीकार्छौँ पनि। तर हामीले राजतन्त्र देखिनौँ, राजतन्त्रको नराम्रो पक्ष राम्रो पक्ष हामीले धेरै देखेनौँ। हामीलाई बुकमा पढाइन्छ, हामीले
विद्यार्थी मान्छेले पढ्ने भनेको कि बुक कि मोबाइल। मोबाइलमा हामीले राम्रो पक्ष अथवा नराम्रो पक्ष दुवै देख्न पाउने भयौँ, तर बुकमा पढ्दाखेरि हामीलाई एकदमै ब्रेन वास गरे जस्तो राजा नै तपाईँको भगवान हुन्, भगवानको दोस्रो अवतार पनि त भनिन्छ नि त राजालाई एकदमै राज शासन चल्ने देशहरूमा। अनि त्यो भएर पनि राजतन्त्रलाई त्यसरी म खुलेर समर्थन चाहिँ गर्दैन। तर राजतन्त्र आए पनि राम्रो हो, किन भन्दाखेरिमा कुनै कुरा त राम्रो होला नि। तर गणतन्त्रको कुरा गरौँ भने पछाडि गणतन्त्रको त के कुरा गर्ने होइन, हामीले बुझेकै छौँ, देखेकै छौँ। जस्तै हामीलाई बुकहरूमा पढाइन्छ विकासका, होइन, विकास कसरी गर्ने, विकासका पूर्वाधार के हुन्, विकास हामीले कसरी गर्न सकिन्छ भन्ने कुरा हामीलाई चाहिँ नि पढाइन्छ। तर त्यही पढाउने व्यक्ति जुनले बुक लेखाएको छ, जुन ठाउँबाट हामीलाई त्यो बुक आछ, त्यही ठाउँका मान्छेलाई जे लेखिरहेछन् त्यसको अर्थ आफूलाई थाहा छैन कि। बुझ्दै हुनुहुन्छ नि तपाईँहरू। गणतन्त्र सबै राम्रो भन्ने भए, अनि विकास भनेको के हो विद्यार्थीहरूलाई पढाउने भए, विकास कसरी गर्न सकिन्छ विद्यार्थीहरूलाई पढाउने भए। तर आफूलाई शिक्षित नबनाउने भयो कि नेताहरू। जस्तै तिनीहरूले लेखेकै बुक हामीले पढिरहेछौँ, तर तिनीहरूले त्यो बुक पढिरहेको छैनन् नि। तिनीहरूले त्यो बुक पढेको भए अवश्य तिनीहरूले राम्रो काम गर्थे, होइन त? होइन, तर तिनीहरूले त्यही मगजमारी, त्यही सारा त्यो जनताहरूलाई चुतिया बनाउने, सारा जनताहरूलाई दुखी बनाउने, सारा जनताहरूलाई दुःख दिने त्यो काम मात्र भइरहेछ। विकास भन्ने कुरा त घन्टा भएको छैन नि। मेरै घरको अगाडि पिच पनि एकदमै एउटा रिङ रोड हो। तपाईँहरू गफ दिए जस्तो होला, तर तपाईँहरू सर्च गर्नुहुन्छ भने वीरेन्द्रनगर 9 लाटीकोइली तिलपुरको बाटो हेर्नुहोस् तपाईँ, त्यो रिङ रोड हो। त्यो बाटो रिङ रोडमा पर्छ, तर त्यो रिङ रोड अहिलेसम्म पिच भएको छैन। यहाँ खाएको खाना, घरमा मैले खाना खाएँ र बजार मलाई जानु छ भने 15 मिनटको बाटो छ, 15 मिनटमा मेरो खाना पच्छ, मलाई फेरि भोक लाग्छ। किन भोक लाग्छ? बाटै त्यस्तै छ, उफारेको छ। त्यो कुरा चाहिँ नराम्रो हो नि त। अनि अस्ति भर्खरै, हिजो हो कि अस्ति, कहिले हो, अस्ति भर्खरै हाम्रो प्रधानमन्त्रीज्यू पनि सुर्खेतमा आउनुभयो र उहाँले हाम्रो सुर्खेतमै आएर, एकदम कर्णाली प्रदेशमा आएर पनि के भनिदिनु भयो, मध्यपश्चिम प्रदेश भन्दै हुनुहुन्थ्यो। उहाँ कुन ठाउँमा आए त्यो थाहा छैन, सुर्खेतमा आए थाहा छैन। त्यो दिमागै चल्दैन भने पछाडि तपाईँले त्यस्तो सत्ता कसरी चलाउनुहुन्छ? तपाईँले एउटा शब्द कण्ठ गर्न सक्नुहुन्न भने तपाईँले त्यो सत्ता, देशभरिको एकदमै ठुलो सत्ता, प्रधानमन्त्रीको पदमा बसेर तपाईँले के गर्नुहुन्छ? केही पनि गर्नुहुन्न। त्यो भएर त्यो काम केही पनि छैन। गणतन्त्र एकदमै अहिले डुब्दो क्रममा छ, डुबिसकेको छ, लगभग डुबिसकेको छ। केपी ओलीको तपाईँहरू इन्टरभ्यू हेर्नुहोस्। मैले एकदम जमानाको इन्टरभ्यू हेरेँ, कति बेलाको त्यो इन्टरभ्यू मलाई थाहा भएन, तर त्यो गणतन्त्र आइसके पछाडि त्यो भिडियो बनाएको थियो। उहाँले चाहिँ त्योमा के भन्नुभएको छ भन्दाखेरिमा नेपाललाई श्रीलङ्का जस्तो बनाउने भन्नुहुन्छ कि, श्रीलङ्का जस्तो। पहिलो कुरा त त्यो एउटा एकदमै नराम्रो कुरा हो। किन भन्दाखेरिमा नेपाललाई नेपाल जस्तो बनाउने, आफू एकदम स्पेसिफिक भन्ने, एकदमै स्पेसल भन्ने हो कि। त्यो अरू देशको कपी गरेर हुन्छ, होइन? अहिले इन्डियाले हेपिरहेछ, चाइनाले हेपिरहेछ, सारा संसारले हेपिरहेछ, त्यही पनि बाधै छैन। मान्नु त पर्यो। थोरै यत्रो देशको लिडर भइसके पछाडि थोरै लाज, थोरै शरम भन्ने कुरा हुन्छ। अनि केपी ओलीको बारम्बार भनिने कुन थियो, मैले जनताको लागि सेवा गर्नको लागि, म जनताको लागि जेल बसेँ भन्नुहुन्छ। तपाईँले जेल बस्नुभयो, जेल कसरी बस्नुभयो? एकचोटि यो हातलाई मनमा राखेर आमाको कसम खाएर तपाईँ भन्नुहोस् त, तपाईँले कसरी जेल बस्नुभएको थियो? के गरेर जेल बस्नुभएको थियो? जनताको लागि बस्नुभएको थियो कि आफ्नो स्वार्थको लागि बस्नुभएको थियो? आफूले केही काण्ड गरेर फस्नुभएको थियो? त्यो सोच्नुहोस् न। अनि हाम्रो महान व्यक्ति, सो कल्ड महान व्यक्ति प्रचण्डज्यूको कुरा आउँछ, पुष्पकमल दाहाल। तपाईँलाई चाहिँ म भेटाएँ भने तपाईँ बिना सिक्योरिटीको आउनुहोस्, होइन? तपाईँको सिक्योरिटीले केही पनि गर्दैन भन्नुहोस्। मेरो एक हात, म एक्लै यो हात मात्र लिएर आउँछु। तपाईँ सारा त्यो आफ्नो जिउको सारा अङ्ग चलाउनुहोस्, मैले एक अङ्गले तपाईँलाई हान्न सक्छु, एक हातले हान्न सक्छु। तपाईँलाई ताल पऱ्यो भने नि मैले तपाईँलाई मारिदिन्छु कि।
सक्दो हल्का नराम्रो आउला मारिदिन्छ भन्ने। तर तपाईँले काण्डै त्यस्तै गर्नुभएको छ। 17,000 व्यक्तिलाई मार्नुभएको छ। त्यसमा मेरो कति मान्छेहरू पर्नुभयो होला, मेरो इष्टमित्रहरू कति पर्नुभयो होला, मेरो रिलेटिभ्स कतिहरू पर्नुभयो होला। तपाईँले त्यत्रो जनाएको संसार भविष्य मारिदिए त तपाईँले त्यो सोच्नु पर्दैन? अहिले आएर चाहिँ नि के गर्ने, मैले देशको लागि जनताको लागि मैले त्यत्रो गरेर मैले गणतन्त्र ल्याएँ भन्ने। अनि पूर्व राजासँग चाहिँ नि त्यति बेला आफ्नो डिल नभएको कारणले, आफ्नो स्वार्थ पुरा नभएको कारणले तपाईँले अहिले आएर त्यस्तो स्टेटमेन्ट भन्न पाइन्छ? तपाईँले के गर्नुभएको छ देश विकासका निम्ति तपाईँले के गरेको छ आजसम्म भन्नु त? तपाईँहरूसँग एउटा पोइन्ट नहोला कि मैले यो गरेको छु, यो कामले गर्दा चाहिँ नि म एकदमै लोकप्रिय हुनुपर्छ जनताहरू बिच भन्ने कुरा तपाईँसँग एउटा पोइन्ट पनि छैन, राइट? शेरबहादुरजीको त कुरै नगरौँ। अहिले भर्खर दिउँसो कति हाम्रो सागर ढकाल दाइले चाहिँ नि एकदमै राम्रो भिडियो हाल्नुभएको रहेछ उहाँको विपरीतमा। त्यति नै हो। उहाँलाई म पनि त्यही नै कपी पेस्ट हान्न चाहन्छु है। तर त्यही हो। यो एज अ कन्क्लुजन भनेको यति भन्दाखेरि कन्क्लुजन 11 मिनटको भिडियो बनिसकेको छ मेरो। एज अ कन्क्लुजन कुराहरू भने पछाडि अब राजतन्त्र ल्याउने हो भने पछाडि गणतन्त्रमा एज अ फ्री स्पिचको एकदमै जुन हामीले हक पाएका छौँ त्यो हक हामीले राजतन्त्रमा पनि पाउनु पर्यो। यदि त्यो कुराहरू इन्क्लुडेड भएर राजतन्त्र फेरि आयो भने एकदमै राम्रो हो होइन? तर गणतन्त्र नै बसाल्नु छ भने पछाडि जनताहरूले के गरिदिनु पर्यो, हामीहरूले के गरिदिनु पर्यो त भन्दाखेरिमा यी माथि जुन यी दुष्ट मानिसहरू बसेका छन् नि तिनीहरूलाई हटाउनु पर्यो कि दुष्ट मानिसहरूलाई हटाउनु पर्यो। गणतन्त्रलाई डेभलप गर्नु पर्यो। गणतन्त्रमा बसेका यी अनफिल्टर्ड व्यक्तिहरूलाई फिल्टर गरेर एकदमै राम्रो व्यक्तिहरू ल्याउनु पर्यो होइन? एकदम योग्यता भएका व्यक्तिहरूलाई ल्याउनु पर्यो कि। त्यस्तो भइसके पछाडि अब जे भने पनि राजतन्त्र आओस्, गणतन्त्र आओस्, जनताले राम्ररी बोल्न पाउन्, खुलेर बोल्न पाउन्, जनताले एकदमै गुणस्तरीय शिक्षा पाउन्, यति नै हो मेरो भनाइ। म 13 मिनटको भिडियो बनिसक्यो, धेरै लामो भिडियो बन्छ। सो अब यो मेरो विचार राम्रो लाग्यो भने तपाईँहरूले मलाई भन्न सक्नुभयो अर्को भिडियो बनाउनुहोस् भनेर, म एकदमै अवश्य हाल्नेछु है। अहिलेको लागि चाहिँ नि म आफ्ना 2 शब्द यहाँ टुङ्गाउन चाहन्छु। धन्यवाद। जय नेपाल।